हेलो गाइज आई होप युआर डुइङ वेल आई मिस्ड यु अल मलाई थाहा छ तपाईँले पनि मलाई मेरो ब्लग मिस गर्नुभयो मलाई कतिजनाले टेक्स्ट गर्नुभएको थियो थ्याङ्क यू सो मच फर द्याट एन्ड या म चाहिँ मेरो रिसेन्ट डेजमा ट्रेनिङ चलिरहेको थियो इभन बाबुको पनि प्रोजेक्टको लागि उसलाई विकली एकचोटि मेलबर्न जानु पर्थ्यो बिहानै 6 बजे फ्लाइट हुन्थ्यो 5 बजे नै अफिसको गाडी आउँथ्यो इभन घरको कसैले आउँदा पनि म खोल्न पनि भ्याएको छुइनँ म बिहानै 4 बजे उठेर जस आई ट्राइड माई बेस्ट अनि यस्तो छैन कि आई डिड नट इन्जोय आई रिसेन्टली इन्जोइङ माई लाइफ बिकज रिसेन्टली धेरै नै बिजी भइरहेको थियो बट इभन दो मैले धेरै नै इन्जोय गरेँ अनि जे भए पनि मलाई कतिजनाले कसरी तिमी भ्याउँछौ पूजा गर्न खाना पकाउनु भन्दा बट आई म्यानेज एभ्रिथिङ होइन बट म एउटा चाहिँ ब्लग म्यानेज गर्न सकिरहेको थिइनँ बट आई विल ट्राई माई बेस्ट आई विल म्यानेज ब्लग अल्सो म यतिसम्म भ्याउँदिनँ थिएँ कि म पब्लिक ट्रान्सपोर्ट पनि युज गर्न मतलब मेरो जहिले पनि छुट्थ्यो मलाई जहिले पनि क्याब गर्नु पर्थ्यो होइन जस आई इन्जोयड माई लाइफ एन्ड आई मिस्ड यु अल अब चाहिँ मेरो ब्लग स्योरली जहिले पनि आउँछ सी यु गाइज